उनको नाउँको प्रशंसा, उनको नाउँ धन्यको होस्। अहिलेदेखि सदा सर्वदा, सूर्योदयदेखि हालेलुया सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनै पर्छ। परमेश्वर पिता, आज हामी समयमा तपाईको दासको घरमा, परमेश्वर राजाका राजा प्रभु वीरेन्द्रजीको घरमा यसरी हामी आउने मौका पाएका छौँ। धन्यवाद दिन्छौँ उहाँको जीवनको लागि, एउटा लेगेसी, उहाँको जीवनको साक्षीको निम्ति धन्यवाद दिन्छौँ। परमेश्वर तपाईँको प्रतिज्ञा तपाईँका मानिसहरूको निम्ति तपाईँले पुरा गर्नुहुन्छ र उहाँको जीवन, यो परिवार त्यो प्रतिज्ञाको प्रतिफल एउटा साक्षीको रूपमा रहेको छ। तपाईँको आशिष तपाईँले यस घर परिवारमा राख्नु भएको छ। हामी धन्यको भन्दछौँ र आज यसरी तपाईँको माया प्रेम न्यानो सत्कार हामीले पाएका छौँ, भोजन पायौँ। तपाईँले उहाँहरूद्वारा मलाई आशिषित तुल्याउनु भएको निम्ति पनि म धन्यको भन्दछु। तपाईँको वचनमा लेखेको छ, जुन घरमा तिमीलाई स्वागत हुन्छ त्यस घरलाई तिमीले आशिष देऊ र मेरो जीवनबाट प्रभु म भक्ति साथ तपाईँको आशिष यस घर परिवारको लागि माग्दछु। तपाईँले सुरक्षा दिनुहुन्छ, तपाईँले अनुग्रह गर्नुहुन्छ। तपाईँको दासलाई एउटा गोठालोको सेवामा तपाईँले अनुग्रह साथ डोराउनुहोस् निरन्तर भनेर बिन्ती प्रार्थना गर्दछु। अनि तपाईँले अचम्मको कामहरू अनि आश्चर्यका कुराहरू, अझै अलौकिक कुराहरू आउने दिनहरूको निम्ति राख्नु भएको छ। अनि तपाईँको छोरी गुरुआमाहरूको लागि पनि म प्रार्थना गर्छु। उहाँको शरीरमा तपाईँले आफ्नो अनुग्रह दिनुहोस्, स्पर्श दिनुहोस् प्रभुजी। अनि यसरी एउटा परिवारको रूपबाट उहाँहरू यस दाम्पत्यलाई तपाईँले आजसम्म यहाँसम्म प्रभु तपाईँको अनुग्रहमा डोराउनु भएको निम्ति हामी धन्यवाद दिन्छौँ। तपाईँले धेरै कुरा राख्नु भएको छ यो जीवनबाट, परिवारबाट धेरैको जीवनलाई तपाईँले छुनुहुन्छ, उहाँहरूको जीवनलाई डोराउनुहुन्छ। हे प्रभु तपाईँले आशिष दिनुहोस्। म छोराको लागि अनि छोरीको लागि दुवैको लागि प्रार्थना गर्दछु। उहाँहरूको हृदयमा भएको प्रार्थना, उहाँहरूको हृदयमा भएका इच्छाहरूमा प्रभु तपाईँले आफ्नो आशिष दिनुहुन्छ। हे प्रभु दुष्टका युक्ति चालहरूलाई हामी येशू नासीको नाउँमा इन्कार गर्दछौँ। हर किसिमका रोग बिमारीहरू, अलमलका कुराहरू, जय झगडाहरू अनि विभिन्न दुष्टका युक्ति चाल बाणहरूलाई हामी यस घरबाट इन्कार गर्दछौँ। प्रभु तपाईँको सुरक्षाको पालले यो घरलाई तपाईँले छेक्नुहोस्, छोपेर राख्नुहोस्। प्रभु उहाँहरूको जीवन तपाईँको सेवामा आशिष बनोस् हामी बिन्ती गर्दछौँ। उहाँहरूको खाँचो आवश्यकतामा हे प्रभु स्वर्गबाट हेर्नुहोस् र तपाईँले सबै कुरा पुर्याउनुहोस्। धन्यवाद आजको यो दिन प्रभु, म आफै पनि धेरै आशिषित भएको छु। धन्यवाद दिन्छु। यसरी तपाईँका जनहरूलाई तपाईँले धेरै ठाउँहरूबाट कुना काप्चाबाट रोजेर तपाईँको महान सेवकाईको निम्ति तपाईँले डोर्याउनुहुन्छ। तपाईँको वचन, तपाईँका प्रतिज्ञाहरू जीवन्त छन् अनि जीवन दिन्छन् र यी जीवनहरूलाई तपाईँको प्रतिज्ञा अनुरूपतामा तपाईँले डोराइराख्नु भएको छ। धन्यवाद दिन्छु। त्यसै गरी तपाईँको दास पास्टर अशोक अनि गुरुआमा कमला सितै हामी सँगै हुन पाइरहेका छौँ। धन्यवाद उहाँहरूको जीवनको लागि पनि। उहाँहरूको जीवनद्वारा धेरैको जीवन तपाईँहरूले छुनु भएको छ। उहाँलाई पनि निरन्तर आशिषमा डोराउनुहोस्। अब हामी यो ठाउँदेखि छुट्छौँ, घुम्न जान्छौँ। जहाँ हामी जे गर्छौँ प्रभु तपाईँको महिमामा हामी रमाउन सकौँ र तपाईँप्रति प्रभु हाम्रो जीवन निरन्तर समर्पित रहोस्। हाम्रो आँखाले निरन्तर तपाईँतिर हेरिरहोस् र तपाईँको उद्देश्य पूर्ण जीवनमा हामीलाई डोराउँदै राख्नुहोस्। हामी यही प्रार्थना गर्छौँ र तपाईँको इच्छामा प्रभु तपाईँको योजनामा जुन कुरा हाम्रो लागि राख्नु भएको छ भविष्यमा तपाईँले फेरि हामीलाई भेट्ने, हाँस्ने, तपाईँमा रमाउने र तपाईँप्रति कृतज्ञ बन्ने समयहरू तपाईँले हाम्रो जीवनमा ल्याउनुहोस्। यही बिन्ती प्रार्थना गर्छु। धन्यवाद दिन्छु प्रभु। फेरि पनि यो घर परिवारलाई तपाईँको चरणमा समर्पण गर्दै बिन्ती प्रार्थना माग्छु प्रभु येशूको नाम।